आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। तपाईँ एक भण्डारी हुनुहुन्छ। जयमसी आज सोमबार मार्च 30 तारिक चैत 16 गते। आजको बाइबल खण्ड पहिलो इतिहासको पुस्तक 29 अध्यायको 14 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, सबै कुरा तपाईँबाटै आउँछन् र तपाईँकै दानबाट हामी तपाईँलाई दिँदछौँ। जब इजरायलका मानिसहरूले मन्दिर निर्माण गर्न भेटीहरू ल्याए, दाउदले भने, हे परमप्रभु, किनकि स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईँकै हुन्। धन र मान तपाईँबाट नै आउँछन्। सबै कुरा तपाईँबाटै आउँछन् र तपाईँकै दानबाट हामी तपाईँलाई दिँदछौँ। 1 मिनटको लागि कल्पना गर्नुहोस् कि तपाईँ अरू कसैको रुपियाँ पैसा दान दिएर पठाउने जिम्मेवारीमा हुनुहुन्छ। त्यो पैसा खर्च गर्न तपाईँलाई अनुमति छैन। यो कहाँ जान्छ भनी तपाईँले निर्णय मात्र गर्न सक्नुहुन्छ। जब तपाईँ त्यसरी सोच्नुहुन्छ, परोपकारी भूमिका खेल्दा पाइने आनन्दको कल्पना गर्न कठिन हुँदैन। सहायताको साँच्चीकै खाँचो परेकाहरूका लागि त्यस्तो महत्त्वपूर्ण जीवन रेखा रूपी सहयोगी बन्न पाउँदा कसलाई आनन्द नहोला। वा तपाईँले संसारमा थोरै मात्र भए पनि सकारात्मक परिवर्तन ल्याउनु भएको थाहा पाएर तपाईँलाई अझै मिठो निद्रा नलाग्ला त। तथापि परमेश्वरले तपाईँलाई सुम्पनु भएको कुराको भण्डारीको रूपमा तपाईँ त्यस्तै अवस्थामा हुनुहुन्छ। तपाईँलाई अरू कसैको रुपियाँ पैसा सुम्पिएको छ अनि यो कहाँ जान्छ भनी निर्णय गर्ने अवसर पनि दिएको छ। तपाईँ र त्यो ठुलो आनन्दको बीचमा खडा हुने एउटै मात्र कुरा भनेको त्यो वास्तविकतालाई अँगाल्नु अनि पृथ्वीमा परमेश्वरको राज्यको काममा आफूलाई पूर्ण रूपमा समर्पित गर्नु हो। किसानले आफैले खान वा थुपार्न भनी बिउ प्राप्त गर्दैन। उसले त बिउ कहाँ रोप्ने भन्ने मात्र निर्णय गर्छ अनि बिउलाई फेरि नटिप्ने गरी जमिनमा छरेपछि मात्रै फसल पाइन्छ। आनन्द पनि त्यसरी नै प्राप्त हुन्छ। यदि तपाईँले यस संसारमा आफ्ना लाभग्राहीहरू फेला पार्नु भएको छैन भने तपाईँले आफैलाई त्यो आनन्दबाट वञ्चित गरिरहनु भएको हुन सक्छ जसको लागि तपाईँ सृष्टि गरिनु भएको थियो। तपाईँको उदारतालाई कमजोर पार्ने डर भन्दा ठिक बाहिर आनन्दको फसलले तपाईँलाई पर्खिरहेको छ। त्यसै कारण त पावलले लेखेका छन्, तिमीहरू दिने यस असल काममा पनि प्रशस्त हौ। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 8 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। यसकारण तपाईँको धन सम्पत्ति तपाईँको आफ्नै होइन, तर तपाईँ परमेश्वरको सम्पत्तिको भण्डारी मात्र हुनुहुन्छ। तपाईँ परमेश्वरको सत्यताको भण्डारी हुनुभएकाले यसलाई ठिक तरिकाले व्यवस्थापन गर्दा मात्र तपाईँले आनन्द प्राप्त गर्नुहुनेछ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जयमसी। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।